नमस्कार। कार्यक्रम उम्मेदवारसँग संवादमा यहाँहरूलाई स्वागत छ। यति बेला मेरो टेलिफोन सम्पर्कमा नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता तथा कालीकोटबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार पूर्व कर्णाली प्रदेश प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुनुहुन्छ। महेन्द्रबहादुर शाहीज्यू नमस्कार। कार्यक्रम उम्मेदवारसँग संवादमा तपाईँलाई हार्दिक स्वागत छ। धन्यवाद। तपाईँ पटक पटक राज्यका महत्त्वपूर्ण पदको नेतृत्व गरिसक्नु भएको व्यक्ति हुनुहुन्छ। आफ्नो कार्यकाललाई आज जनता सामु जाँदा जनताले प्रत्यक्ष रूपमा के उपलब्धि महसुस गरे भन्ने ठान्नुहुन्छ? अब यसको कुरा त मेनले यो प्रश्न कालीकोट जिल्लाका अब यहाँका नागरिकहरूलाई सोध्दा हुन्छ। यो प्रश्न जनताले मलाई 70मा मतदान गरेर पठाएका चाहिँ थिए र जनताले त्यतिखेर भनेको कुरा हाम्रो पक्षमा संविधान चाहिँ बनाएर चाहिँ आउनु होला भनेर उहाँले भन्नुभएको चाहिँ थियो। र दलित हाम्रो अधिकारका लागि चाहिँ भनेर दलितले मतदान गरेका चाहिँ थिए, महिलाले हाम्रो अधिकारका लागि चाहिँ मतदान हो भनेर भनेका चाहिँ थिए। र कर्णाली जस्ता पछाडि परेका पिछडिएका क्षेत्रहरू, पछाडि पारिएका क्षेत्रहरू जनताले हाम्रो पक्षमा संविधान बनाउनुलाई भनेर भनेका चाहिँ थिए। अहिले अब हामीले संविधान चाहिँ बनाएर म फर्किएको चाहिँ छु। म गर्वका साथ चाहिँ भन्छु, जनताले 70मा मलाई मतदान गरेको मैले आफ्नो जनताको चाहिँ मतको उच्च सम्मानका साथ आफ्नो भूमिका निर्वाह गरेँ भन्ने कुरा मलाई चाहिँ म छाती खोलेर जनताको अगाडि भन्छु र भन्न सक्ने मसँग त्यो सामर्थ्य छ मसँग। दोस्रो कुरा भनेको कालीकोट जिल्ला विकास पूर्वाधारको हिसाबले पछाडि बढेको छ भन्ने चाहिँ थियो। त्यो जिम्मेवारी मेरो कुरा चाहिँ थियो। मैले के गरेँ भन्नु भने पार्टीको हिसाबले, प्राथमिकताको हिसाबले सडक मुख्य कुरा हो। सडक गाउँ सहरमा नजोडिएसम्म गाउँको विकास चाहिँ हुँदैन। त्यसो दोस्रो भनेको विद्युत चाहियो होइन, बत्ती नपुगेसम्म पनि त्यहाँको विकास चाहिँ हुँदैन। समग्र विकासका लागि सडक र चाहिँ बत्ती मुख्य हो। यसले कनेक्टिभिटी मेन कुरा चाहिँ यो भने सहरसँग जोड्छ गाउँलाई भनेर त्यो हो मैले गरेको काम। अहिले हेर्नुभयो भने प्रत्येक चाहिँ तपाईँको गाउँ गाउँमा सडक पुगेका छन्। कालीकोट जस्तो ठाउँ पुरा चाहिँ यति चट्टान भएको ठाउँ, एउटा कुलो बनाउँदाखेरिमा पनि तपाईँको चाहिँ पँधालो हाल्नुपर्ने, पाइप हालेर पानी ल्याउने ठाउँमा त्यो चट्टान फोडेर गाडी कुदाउने कुरा सामान्य कुरा होइन। कालीकोटमा सडकमा गएको बजेटलाई मात्रै हेर्ने हो भने अरू जिल्लामा जस्तै जुम्लामा, त्यसपछि तल दैलेख जस्तो ठाउँमा तपाईँ चाहिँ हेर्नुभयो भनेपछि अनि त्यसको यो पैसाले त प्रत्येक घर घरमै पिच चाहिँ पुग्थ्यो। त्यो भार हुँदाखेरि अहिले तपाईँको चाहिँ कालीकोट जिल्लामा गरिएको चाहिँ विकास, स्कुलका भवन हेर्नुभयो भने हिजो खर्ने छाएका चाहिँ थिए, अहिले ती भवनहरू हेर्नु भने पक्की बिल्डिङ बनेका छन्। अस्पतालहरू पनि खर्ने छाएका थिए, अहिले पक्की बनेका छन्। खानेपानी पनि घन्टौँ समय लागेर चाहिँ तपाईँको लाइनमा बस्नुपर्ने, अहिले तपाईँको चाहिँ हेर्नुभयो भने त्यही तपाईँको एक घर एक खानेपानीको धारा भनेर एका ठाउँ बाहेक धेरै ठाउँमा तपाईँको अहिले खानेपानी पुगिरहेको छ होइन। शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा चाहिँ कालीकोट जिल्लामा प्रशस्त कामहरू भयो। अहिले भन्छन् जनताले मुख्यमन्त्री हुँदाखेरिमा कालीकोट जिल्लामा पैसाको अभाव चाहिँ कहिले पनि भएन, तर काम गर्न सकेन, पैसा फेरि जस्तो गयो। हाम्रो पार्टीका मात्रैले होइन कि काङ्ग्रेस एमाले सबैले तपाईँको चाहिँ त्यही कुरा चाहिँ भन्छन्। त्यसो भयो भने विगतमा जे काम चाहिँ मैले गरेँ त्यो काम जनताले देखेका चाहिँ छन्, जनताले चाहिँ भन्छन् होइन। अब विरोधीहरूले त्यो विरोध गर्लान्, त्यो उनीको धर्म हो, यसमा मैले कुनै कमेन्ट गर्दैन हुनुको लागि, तर आँखाले देखेका छन्। विकास भनेको आँखाले देखिने चिज, आँखाले सबैले देखेका छन् भन्ने मलाई लाग्छ। महेन्द्रबहादुर शाहीज्यू, जुन तपाईँले सडकको कुरा गरिरहँदा तपाईँ र तपाईँका पूर्व सहकर्मी खड्गबहादुर विश्वकर्माले अहिले जनता सामु जाँदा कर्णाली करिडोर, खुलालु पुल लगायत अन्य सडक मैले बनाएको भनेर दाबी गर्नुहुन्छ। तर जनता अन्यलमा छन् कसले बनाएको भनेर। के यी विकासका कामहरू तपाईँको व्यक्तिगत पैसाले बनाएको हो कि राज्यको बजेटबाट? यदि राज्यको बजेटबाट भएको हो भने के आफ्नो नाम टाँस्नु राजनीतिक नैतिकता अनुसार उचित हुन्छ? अब यो मैले के भने मैले व्यक्तिगत पैसा घरबाट चाहिँ पैसा लिएर यो मैले विकास निर्माण गरेको हो भनेर मैले भन्दैन होइन। कसैले पनि तपाईँको चाहिँ आफ्नो पैसाबाट, अहिले तपाईँ अमेरिकी राष्ट्रपतिहरूले पनि आफ्नो पैसाबाट होइन उनले चाहिँ त्यहाँको विकास निर्माण गरेका हुँदैनन्। चाइनाको राष्ट्रपतिले पनि आफ्नो चाहिँ तपाईँको खाताको पैसाबाट विकास गरेका होइन। भारतमा पनि तपाईँको चाहिँ प्रधानमन्त्री जति भयो त्यसले आफ्नो चाहिँ तपाईँको खाताबाट विकास गरेको के भने राज्यको कोषबाट नै गर्ने हो। तर राज्यको कोषमा पैसा हुँदा हुँदैन, विगतमा पनि त थियो त। म नहुनुभन्दा अगाडि पनि त राज्यमा कोषमा पैसा थियो त। खोइ त कालीकोट जिल्लामा बिजुलीको लाइन ल्याएको, बत्ती बालेको होइन। राज्यको कोषमा पैसा त तपाईँको म तपाईँको जिम्मा कालीकोट जिल्लाको नलिनुभन्दा अगाडि पनि त थियो त। खोइ त बाटो बनेको, सडक बनेको बनेन नि। त्यसो हुँदा खुलालुको पुल र त्यसपछि अहिले कर्णाली करिडोर अझै मैले त मुख्यमन्त्री हुँदाखेरिमा
चिनिया इन्जिनियरिङ कम्पनी चाहिँ ल्याएर तपाईँको चाहिँ सिधै तपाईँको चाहिँ तल रुपडियादेखि माथि चाहिँ हिल्सासम्मको चाहिँ सडक सर्वे गराएँ, फ्री अफ कस्ट मैले गराएँ। डिपिआर कम्प्लिट चाहिँ छ। अझै तपाईँको चाइनाको राष्ट्रपति नेपालमा आउँदाखेरिमा 1 नम्बरमा त्यहाँ सडक बनाइदिने भन्ने कुराको सम्झौता पनि चाहिँ भएको चाहिँ छ होइन। त्यो भयो हुनाले अब मैले गरेँ उहिले गरेँ भन्ने भन्दा पनि जनताले बुझेका छन् त। अगाडि चाहिँ तपाईँको सडक कसले हेरेको थियो, के थियो, पछि तपाईँको अब नेपाली सेनालाई कसरी सडक चाहिँ दियो, कसरी काम भयो, सेनाले कसरी काम गर्यो भन्ने कुराका बारेमा त कुनै भरम छ र भने होइन, कुनै भरम छ र? यो कुरा त क्लियर छ त फेरि, कसको पालामा कसको नेतृत्वमा होइन भएको भन्ने कुरा त क्लियरै छ नि। यसमा त कुनै भरममा पर्नुपर्ने म आफै त देख्दैन। भरम सिर्जना गर्ने मान्छे त बुझ्छ नि त होइन। अब बोल्ने मान्छेले के बोल्यो, अनि मैले बोल्दाखेरि मैले बोलाइमा कतिको चाहिँ जनताले पत्याउँछन् भन्ने कुरा त मैले ख्याल गर्ने कुरा नै हो फेरि त्यो। त्यसो भने सत्य सत्य नै हुन्छ होइन। गलत कुरालाई सत्य साबित गर्नको लागि जति मिहिनेत गरे पनि तपाईँको सत्य साबित चाहिँ कहिले पनि हुन सक्दैन। त्यो भावनाले सत्य कुरा नै सत्य हो भन्ने कुरा नि त बुझ्नुपर्छ। तर तपाईँकै पूर्व सहकर्मीले खड्गबहादुर विश्वकर्माले उहाँ त 18 वर्षपछि कालीकोटमा चुनावी मैदानमा उत्तीर्ण भयो, त उहाँले भनिरहनु भएको छ कि लफङ्गाहरूले काम गर्न सकेनन्, म अबको 5 वर्षमा कालीकोटलाई सम्पन्न र समृद्ध कालीकोट बनाउँछु भनिरहनु भएको छ। तपाईँले काम गर्न नसक्नु भएको हो या उहाँले अहिले जनता सामु जाँदा उहाँले आफ्नो भोट माग्ने आदत देखाउनु भएको हो? उहाँका बारेमा मैले कुनै प्रतिक्रिया दिन जरुरी पनि ठान्दैन। उहाँ चाहिँ हाम्रो आदरणीय नेता हो। त्यही भनेर तपाईँको चाहिँ हामीले पुरै ज्यान फालेर लागेर उहाँलाई स्थापित गरेको हो। किन एउटा दलित समुदायबाट आएको एउटा नेतालाई राष्ट्रिय नेता बनाउनुपर्छ, देशको प्रधानमन्त्री बनाउनुपर्छ भनेर नै हामी लागेका चाहिँ थियौँ होइन। अनि 27,000 चाहिँ मत दिएर उहाँलाई संविधान बनाउनुहोस्, दलितको पक्षमा संविधान बनाउनुहोस्, महिलाको पक्षमा बनाउनुहोस्, कडाली जस्ता पछाडि पारिएका क्षेत्रको पक्षमा संविधान चाहिँ बनाउनुहोस् भने पठाएकै हो। संविधान चाहिँ नबनाएर त्यो आफ्नो जिम्मेवारी पुरा नगरेर जनताले दिएको मतको चाहिँ तपाईँको कदर नगरेर उहाँ कहाँ जानुभयो, कता जानुभयो, के गर्नुभयो, के ल्याएर जनताको बिचमा आउनु भएको चाहिँ छ, के जनतालाई बाँड्दै हुनुहुन्छ, यो मेरो कुनै सरकारको विषय भएन। मैले कुनै प्रतिक्रिया दिन जरुरी पनि छैन फेरि त्यो भए हुनाले उहाँले ठिक छ, उहाँले के प्रयोग गर्नुभयो, के भन्नुभयो त्यो उहाँको कुरा हो। शब्द छनौट के गर्नुभयो त्यो उहाँको कुरा हो। उहाँको बौद्धिक लेभलले के भन्छ, उहाँको बौद्धिकताले के भन्छ त्यो त उहाँको कुरा चाहिँ भयो होइन। हामीले अब हिजै सम्मान गरेको व्यक्ति हो उहाँलाई होइन, हामी फेरि पनि सम्मान चाहिँ गर्छौँ होइन। यसमा चाहिँ कुनै समस्या छैन। राम्रो काम गर्नु पर्यो, जनताको पक्षमा काम गर्नुहोस्, दलितको पक्षमा गर्नुहोस्, महिलाको पक्षमा गर्नुहोस्, कडाली जस्तो पछाडि परेको क्षेत्रको पक्षमा काम गर्नुहोस्। अनि राष्ट्रियता ठुलो सङ्कटमा चाहिँ छ, यसका बारेमा तपाईँ चाहिँ आफ्नो भूमिका निर्वाह गर्नुहोस्। हामी त शुभकामना दिन्छौँ नि उहाँलाई होइन। उहाँलाई हामीले निश्चित गर्ने कुराहरू त भएन नि फेरि त्यो होइन। हामी सबैको सम्मान गर्छौँ हामी किनकि अब अहिलेको लोकतान्त्रिक व्यवस्थालाई हामीले स्वीकार गरेका चाहिँ व्यक्ति हौँ। त्यसो भने सबैको चाहिँ तपाईँको अस्तित्व चाहिन्छ, सबै पोलिटिकल पार्टीको अस्तित्व चाहिन्छ, सबै पार्टीहरू मिलेर नै देश बन्ने कुरा हो। हिजो संविधान पनि सबै पार्टीहरू मिलेर नै संविधान बनाएको हो। अहिले पनि कालीकोट जिल्लाको समग्र विकासका लागि चाहिँ हामी सबै मिल्नै पर्छ गरी त्यो होइन। एउटैको बहादुरले केही पनि हुँदैन। यहाँ हरेक पोलिटिकल पार्टीहरूको पनि सहयोग रहन्छ। चुनाव त ठिक छ, जित हार भन्ने कुरा हुन्छ। अब जति हामी 10 जना चाहिँ चुनावमा भाग लिएका छौँ, 10 का 10 जित्ने कुरा होइन, कुनै एकजना हामी जित्छौँ। तर हामी एकजनाको मात्रै कालीकोट जिल्लाको दायित्व होइन, कालीकोट जिल्लाको समग्र विकास हामी सबैको साझा एजेन्डा हो होइन। यो कालीकोट जिल्लाको समग्र विकासको लागि हामी सबै एक ठाउँमा उभिएर यहाँको गरिबीका विरुद्धमा लड्नु पर्यो, यहाँको अविकासका विरुद्धमा चाहिँ हामी लड्नु पर्यो। हाम्रो विपक्ष हाम्रो भन्या त यहाँको गरिबी हो, यहाँको अविकास चाहिँ हो होइन। यो हाम्रो चाहिँ विपक्ष भनेको त हामी विपक्ष होइनौँ, हामी त सबै पक्ष हो। हामी एक पक्ष भएर नै यी विपक्षी चिजका विरुद्धमा चाहिँ हामी सङ्घर्ष गर्ने र जनतालाई समग्र विकासलाई कालीकोट जिल्लालाई माथि उठाउनेतिर चाहिँ हामी सबै लाग्नुपर्छ। महेन्द्रबहादुर साइती, तपाईँ 2070 सालमा संविधान सभा सदस्य, 2074 सालमा कर्णाली प्रदेश प्रथम मुख्यमन्त्री र 2079 सालमा सांसद भई जनताको विश्वास जित्नुभयो। तपाईँ र तपाईँको परिवारको जीवनशैलीमा धेरै परिवर्तन आयो, तर कालीकोटका गरिब जनता, किसान र युवाका दुःख अझै जस्ताका त्यस्तै छन्। तपाईँको नेतृत्वमा कालीकोटले महसुस गर्ने खालको ठोस परिवर्तन किन देख्न सकिएन र तपाईँको पहलले वास्तविक सुधार ल्याएको हो कि प्रचारको हिस्सा मात्र? विरोधीहरूले विरोध गर्नु भरमा हो। म विरोधीहरूले के विरोध गरे भन्ने कुराको पछाडि म लाग्ने र मैले समय खेर फाल्न जरुरी चाहिँ छैन।
कालीकोट जिल्लामा मैले जे भूमिका निर्वाह गरेँ त्यो तपाईँले हेर्नु ऐनामा चाहिँ आफ्नो अनुहार हेरे जस्तै सर्लङ्क हेर्न सक्छन् त्यो। हिजोको कालीकोट जिल्ला अहिले कालीकोट जिल्ला एकचोटि हेर्नुहोस्। हिजोको कालीकोट जिल्लाको पुरानो फोटो छ कि छैन, अहिलेको फोटो नयाँ फोटो पनि तपाईँ चाहिँ हेर्नुहोस् त्यो फोटो भन्दाखेरिमा कालीकोट जिल्लाको अनुहार चाहिँ बदलिएको छ होइन। यसमा चाहिँ जनताले जे भूमिका मलाई जे जिम्मेवारी दिएका चाहिँ म गर्वका साथ त्यो जिम्मेवारी पुरा गरेको छु भनेर भन्छु मैले साथी। दलितको पक्षमा होस्, महिलाको पक्षमा होस् होइन, शहीद परिवारको पक्षमा होस्, घाइते अपाङ्गहरूको पक्षमा चाहिँ होस् होइन, कर्णाली जस्ता आर्थिक हिसाबले विभिन्न समुदायको विषयमा होस्, म मुख्य भयो धेरै चाहिँ तपाईँको चाहिँ एकदम राम्रा तपाईँको चाहिँ एकदम चाहिँ तपाईँको रणनीतिक एउटा महत्त्वका चाहिँ कामहरू चाहिँ मैले पूर्वाधार विकासमा मैले गरेका छु। सुर्खेतको हस्पिटल तपाईँले हेर्नुहोस् हिजो हालत के थियो, रङ्गशाला हेर्नुहोस् नेपालकै अत्याधुनिक रङ्गशाला, त्यसपछि आएर सुर्खेतमा हेरिएको चाहिँ तपाईँको सबै विकास चाहिँ सडक पूर्वाधार हेर्नुहोस् तपाईँले। त्यस्तै कालीकोट जिल्लाका दोस्रो जिल्ला हेर्नुहोस् न, कालीकोटको कुरा मात्रै छोड्नु न मैले के गरेँ भन्ने कुराको बारेमा। त्यो भावनाले त्यो मैले कुनै चाहिँ भन्नु पर्दैन, जनताले देखेका छन् मेरो आफ्नो पनि जीवनशैलीको कुराहरू, मेरो अवस्था के छ भन्ने कुराहरू सबै कुरा बुझ्यान्। हामी सानो उमेर 15 वर्षको उमेरमा तपाईँको हामी राजनीतिमा लाग्यो, भूमिगत गऱ्यौँ यहाँ। 15 वर्षको जीवन भूमिगत जीवन चाहिँ थियो। जीवनका कठिन सङ्घर्षका पाटाहरू हिजो युनिफर्म मेसिन गन लगाएर युद्ध मैदानमा घुमिएका मान्छेहरू अहिले पनि शरीरभरि घुट्नु छर्राहरू चाहिँ छन् तपाईँको। सामान्य जीवनबाट हामी आएको होइन नि, यहाँ मन्त्री बन्नका लागि सांसद बन्नका लागि आएको होइन, जनताको एजेन्डा राष्ट्रको एजेन्डा बोकेर हिँडेका मान्छे हौँ। यसमा चाहिँ कुनै भरमा पर्नु पर्दैन फेरि, कोही जनता भरमा छन् भन्ने पनि मलाई लाग्दैन। आज पनि कालीकोटका धेरै गाउँ बस्तीमा गर्भवती आमा, वृद्ध र गम्भीर बिरामीलाई काँधमा बोकेर अस्पताल पुर्याउनु पर्ने अवस्था छ। एम्बुलेन्स सेवा प्रभावकारी छैन, सडक छ, गाई भैँसी हिँड्न समेत एकदमै हम्बे हुन्छ। तपाईँ जस्तो नेतृत्वले यो जोखिमपूर्ण अवस्था अहिले धेरै ठाउँमा सडक पुगेको छ, एकाध ठाउँमा बाहेक धेरै ठाउँमा सडक पुगेको छैन। हिजोको समस्या अहिलेको समस्या कम भएका छन्, तर सबै कुरा पुगिहाले भइहाल्यो भन्ने कुरा होइन। अहिले पनि बर्खा चाहिँ तपाईँको पानी पर्ने बित्तिकै हिलाम्ने बाटाहरू चाहिँ हुन्छन् होइन त। एकैचोटि त्यो रातारात हुने कुरा पनि भएन। विकास भन्ने कुरा पहिले ट्र्याक खोल्नु त ट्र्याक खोल्यो, अब कर्मश पिच बन्छन्। अब त्यसरी मैले के भन्नु होइन, बाँकी अधुरा भएका कामलाई सम्पन्न गर्नका लागि होइन मेरो उम्मेदवारी नै उपयुक्त चाहिँ हुन्छ भन्ने हिसाबले नै पार्टीले मलाई जिम्मा दिएको र हामी चुनावमा जाँदैछौँ र बाँकी रहेका अधुरा कामहरू सबै हामीले सम्पन्न गर्छौँ। यो जनतालाई हाम्रो तपाईँले एकचोटि हेर्नु होला, हाम्रो प्रतिबद्ध पत्र तपाईँलाई म पठाइदिन्छु। तपाईँले प्रतिबद्ध पत्र हेर्नु भने हाम्रो प्रतिबद्ध के छन् त अब जिल्लाका भन्ने कुरा तपाईँले थाहा पाउनुहुनेछ। अब सुन्तरली विमानस्थलको कुरा गरौँ। 2079 सालमा तपाईँको घोषणापत्रमा सुन्तरली विमानस्थल नियमित सञ्चालन गर्ने प्रतिबद्धता थियो, त्यो किन पुरा भएन? अहिले चुनावमा जाँदा जनता सामु उही पुरानो एजेन्डा र घोषणापत्र देखाएर जनताको विश्वास जित्ने सोच। अहिले अब सरकारी जहाजहरू छैनन्, प्राइभेट जहाजहरू प्यासेन्जर पाएपछि अहिले पनि उड्छन्, जहाँ पेसेन्जर पाए त्यहीँ जान्छन्, लुग्ला पाए लुग्ला जान्छ, त्यसपछि आएपछि त हुन पाए हुन जान्छ। प्राइभेटहरूले अलिकति जहाँ आफूले फाइदा हुन्छ त्यतापट्टि अब लिन्छन् होइन। अब सरकारी कम छ, सुन्तरली विमानस्थल वर्षौँदेखि अल्पत्र अवस्थामा छ। तपाईँ जस्तो नेतृत्व अल्पत्र छैन, बन्या चाहिँ छ, जहाजमा त नियमित उडान नभएको हो। त्यहाँ नियमित उडानको लागि चाहिँ अब हामीले त्यहाँ अलिक व्यवस्था केही पूर्वाधार चाहिँ पुरा गर्नुपर्छ। सजिलै तरिकाले मानवबाट त्यता चाहिँ एयरपोर्टमा जाने व्यवस्थापन अलिक सडक र हाम्रो केबल कार भनेका छौँ, दुइटै चाहिँ कम्प्लिट भएपछि त्यसरी चल्छ। त्यहाँ अहिले अब मान्छे त्यहाँ जानका लागि गाह्रो छ, त्यहाँ बाटो राम्रो छैन। बाटो राम्रो नभएको कारणले गर्दा कोटबाट चाहिँ तपाईँको प्लेन चढ्नको लागि जान सकिरहेको बरु कोटबाट जानुभन्दा मान्छेले गाडी बनायो भने तल सुर्खेतमै जाने भयो हुनाले अब सडक नभइदिएको भए अन्तिम विकल्प भनेको एयरपोर्ट मात्रै हुन्थ्यो, मान्छेले अनिवार्य चढ्थे होइन। अब किन अर्को विकल्प चाहिँ विकल्प भनेको सडक हो होइन। अहिले सडक मान्छेले चाहिँ तल हेरिहाल्छ, त्यो भावनाले नै गाह्रो चाहिँ भयो। एक रकम